के गर्दैछन् यिनीहरू फेरि बोल्दैन नि त सधैँ चाहिँ के अरे अनुहार जोडेर बस्दै आज दुईजना घोप्टे भएर बसेका छन् के भयो तिमीहरूले आमा के भयो कान्छी के भयो खोइ के भयो हिजो कसले फोन गरेको थियो त्यहाँदेखि आमा मसँगै बोल्नै छोडिन् कसले कुरा लगाउँछ ला मैले गरेको थिएँ फोन मैले तपाईँ हो कुरा लगाउने कुरा लगाएको होइन कि कान्छी मैले चाहिँ किन कल गरेको भने के अरे कसो गर्दा रहेछौ तिमीहरू दुईजना भनेर त्यही भएर मान्छेहरू अर्काको कुरा सुनेर नबुझिकन रिसाउँछ नि त घरमा सासू बुहारी भए पनि जो भए पनि तर वास्तविक कुरा के हो भन्ने कुरा पहिला यदि मैले कुरा लगाएको थिएँ आमाले पनि बुहारीलाई सोद्धा हुन्छ नि तैँले मलाई यसो भनिस् अरे भनेर बोल्नुहुन्न के भयो सोध्नुपर्छ के त्यही भएर मैले तिमीहरू कसो गर्दो रहेछौ भनेर मैले खासै चाहिँ तिमीहरूको दिमाग जाँचेको मात्रै हो कुरा लगाएको होइन त्यही भएर घरमा कहीँबाट सुन्नियो कसैको कुरा भने तैँले मलाई यसो भन्दै थिइस् अरे यसो गर्दैछ अरे के हो भनेर सोधासोध गर्नु थियो मनमुटाव भएर नबस्नु भनेर चाहिँ मैले खासै जानकारीको लागि मात्रै फोन यो गरेको